बनेछ अनि नयाँ बेबी आउँदैछ। हामी आज नयाँ बेबीलाई हेर्नेछौँ अनि देख्नेछौँ। ल हामी क्याम्पभित्र पनि आइसकेको छौँ। हामी देख्छौँ क्याम्पभित्रको अब आउँदैछ है। अब ल भित्रबाट अब आउँदैछ। होइन त्यो डेट त्यहाँ भनेको त होइन अब लेखेको आज तिम्रो आगमनले यहाँ स्वर्गीय आनन्दको आवाज गरायो। आज तिम्रो क्याम्पमा हामी आएको छोरी म भाइ म छोरी ठिक छ। अहिले यो शान्त के भन्छ शान्त ठाउँ केही फुर्सदको टाइममा पुनटुडीसँग आज हामी घुमिरहेछौँ। ल नानुसँग ल नानु ल आज नानीसँग हामी घुमफिर गर्दैछ है। नानु ओहो हाई भन, हेलो भन नानु, हेलो भन, ओहो हेलो ल आएको छ। आज तिम्रो उपस्थितिले यहाँ सबैको मुहारमा मुस्कान ल्यायो, मुस्कान ल्यायो। आज तिम्रो आगमन। अनि नानीको नाम के राखेको छ? सलोनी। ल नानीको नाम चाहिँ सलोनी। सुन्नुभयो नि हाम्रा मण्डली परिवारले सलोनी ठुलुङ है, ठुलुङ सोलोमी ठुलुङ। र अब हामी उठेर प्रार्थना गर्नेछौँ। म आमिन गर्नेछु। ल सर्वोच्चमा विराजमान हुनुहुने परम प्रभु परम धामका परमेश्वर पिता, तपाईँलाई धन्यवाद धन्यवाद धन्यवाद, मुरीमुरीको हृदयदेखि धन्यवाद प्रभु। यस हाम्रा कनान मण्डलीका तपाईँ परमेश्वरको दास प्रभु सेवक मिलन ठुलुङको जीवनमा र स्वरूपको जीवनमा तपाईँ परमेश्वरले समर्पण गरेका छौँ प्रभु। तपाईँले सुरक्षा दिनुभएको, तपाईँले प्रभु परमेश्वर प्रभु सबै कुरा तपाईँको हातमा राखेका छौँ र जीवनबाट प्रभु तपाईँले महिमाका महान कामहरू गर्नुभएको होस् भन्ने प्रार्थना गर्छौँ। हो प्रभु यसो परमेश्वरमा राख्दछौँ प्रभु परमेश्वर। हिँड्दा डुल्दा खेल्दा प्रभु परमेश्वर उसको पाइला पाइलाहरूमा धन्यवाद परमेश्वरलाई। र आराधना सङ्गतिमा अनि साथै बाल आशिष कार्यक्रममा हामी सहभागी सम्पूर्णलाई ख्रिस्टीय वदन जय मसीह, जय मसीह। विशेष गरी छोटो धन्यवाद दिन चाहे तपाईँहरूलाई। चैत 2 गते 3:45 छोरी जन्मेको छ र विशेष गरी अनि मण्डलीका कमिटीज्यूहरू धेरै अनि हाम्रो परिवारको तर्फबाट धेरै हृदयदेखि तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु र परमेश्वरको अनि आशिष अनि अनुग्रह